नमस्ते अनि ह्याप्पी गुड मर्निङ डिएक्सन भन्न चाहन्छु। जति पनि आज यो भिडियो हेरेर रहनुहुने सम्पूर्ण स्वास्थ्य प्रेमी जीवन परिवर्तनकारी ग्रेड सर्भिस म्याडमहरुमा म स्टार डायमन्ड पुष्कर रणपैली हाल कुवेतबाट र आज हामीले हाम्रो एकदमै अग्रज लिडर सर हुनुहुन्छ, उहाँबाट हामीले केही सिक्नुपर्छ र उहाँ हुनुहुन्छ हाम्रो सिनियर स्टार डायमन्ड देवगिरी सर कुवेतबाट र उहाँलाई चाहिँ म यस लाइभमा यस भिडियोमा चाहिँ म वेलकम गर्न चाहन्छु। वेलकम छ सर हजुरलाई। हेलो हजुर, नमस्ते सम्पूर्ण डिएक्सनमा रहनुहुने सम्पूर्ण र म आफ्नो परिचय दिन चाहन्छु। म सिनियर स्टार डायमन्ड देवगिरी र मैले पनि धेरै नै समय भयो मैले पनि डिएक्सनमा आएँ अनि म आफ्नो वाट्सएपले भन्नुभयो हाम्रो स्टार डायमन्ड सरले कि मैले पनि एउटा तपाईको केही एउटा भिडियो बनाऊँ भनेर ठिक छ बनाउनु र उहाँले सोध्नुभयो सर तपाईँ कसरी डिएक्सनमा के तपाईँ आउनुभयो, के हेरेर तपाईँ डिएक्सनमा आउनुभयो। सबै मान्छेको एउटा न एउटा उद्देश्य हुन्छ सर है। कुनै मान्छे स्वास्थ्यले आउँछन्, कुनै मान्छे पैसाले आउँछन्, कुनै मान्छे खुसीले आउँछन् है। त्यही भएर के हुन्छ भनेर कि हाम्रो डिएक्सनमा मैले स्वास्थ्यको लागि होइन, मैले पैसा हेरेर मैले डिएक्सनमा आएको थिएँ र आजसम्म किन मैले डिएक्सनमा आउने कारण किन थियो भने मान्छेहरू बेरोजगार मान्छेहरू आज रोजगार भएछन् है। असफल मान्छेहरू सफल भएको छन् यो ठाउँमा। अरू ठाउँभन्दा राम्रो यो प्लेटफर्म डिएक्सन कम्पनी हो, किनभने यसमा फाइनेन्सियल फ्रिडम छ, हेल्थ छ, वेल्थ छ, ह्याप्पिनेस छ, फाइनेन्सियल फ्रिडम छ। यो सबै ठाउँमा यो डिएक्सनको प्लेटफर्ममा हामी पाइरहेको छौँ भने यो हेरेर मैले डिएक्सनमा आएँ। अर्को के छ भने अरू ठाउँमा तपाईँ जब गर्नुहुन्छ, अरू ठाउँमा जानुहुन्छ भने तपाईँको सर्टिफिकेट, नलेज, तपाईँको एजुकेसन के हो सबै चाहियो, तर डिएक्सनमा अझ जिरो लेभलको मान्छेहरू पुगेको छ। त्यो मैले हेरेर डिएक्सनमा लागिसकेपछि मैले पनि आज धेरै मान्छेहरूले डिएक्सन नबुझेर आएर केही दिन काम गर्नुहुन्छ, बैक जानुहुन्छ है। तर मैले आजसम्म डिएक्सन स्टार्ट गरेको मेरो तपाईँले बायोडाटा हेर्नुहुन्छ भने म त्यो पनि देखाउन सक्छु कि कुनै महिना यस्तो भए छैन मैले कि आफ्नो मैले पिबी गरेछु। मैले आफ्नो पिबी गर्छु, म जहिले पनि म क्वालिफाइड पनि हुन्छु प्रत्येक महिना। अर्को के छ भने मैले पनि डिएक्सनबाट आज धेरै कुराहरू पाएँ। आज यति वर्षदेखि मैले पनि डिएक्सनमा लाग्ने कारण भनेको सानोतिनो होइन, ठुलै कुरा हो। ठुलै हेरेर मैले डिएक्सनमा आएको थिएँ र मैले जिन्दगीमा कहिले पनि यो सोचेको थिएन कि मैले डिएक्सनबाट आज यति खुसीहरू मैले एचिभ गर्न सक्छु। मैले डिएक्सनमा आउनुभन्दा पहिले एउटा लेबरको डिग्रीमा काम गर्थेँ। लेबरको डिग्रीमा विदेशमा देश विदेशमा मान्छे काम गर्न जानुहुन्थ्यो, तर मैले पनि एउटा लेबरको डिग्रीमा काम गर्न गएको थिएँ। आज मैले सिनियर स्टार डायमन्डको मैले पोस्ट एचिभ गरेको छु र अहिलेको मेरो बसाइमा कुवेतमा छु। मैले पनि एउटा लेबर डिग्रीमा काम गरेर पनि मैले डिएक्सन प्रो मैले एजरबेजान 2019मा मैले टेसआइपी एचिभर्स पनि म पनि 2019को टेसआइपी एचिभर छु। मैले पनि गएर युरोप कन्ट्री एजरबेजान कन्ट्रीमा मैले घुमेर आइसकेको छु। अब तपाईँ सोच्नुहोस् कि जुन युरोप कन्ट्रीमा जानको लागि मान्छेको कति पैसा लाग्छ, 12 लाख 13 लाख 15 लाख इन्भेस्ट लगानी गरेर मान्छेहरू पैसा कमाउनको लागि जानुहुन्छ। तर मैले केही नगरेर डिएक्सन थ्रु मैले आज त्यहाँसम्म मैले घुम्न सफल भएको छु र धेरै मैले प्राउड गर्छु, धेरै गर्छु। मैले आफ्नो आज मैले डिएक्सनमा उहाँ माध्यमबाट आएँ। मैले मेरो दाइ हुनुहुन्छ अशोक कुमार गिरी, उहाँलाई मैले धेरै सैल्युट हान्छु कि आज उहाँले गर्दा मैले डिएक्सन पाएँ र यति हो। अरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल छ देवगिरी, त्यहाँ गएर तपाईँ धेरै कुराहरू सर्च गर्न सक्नुहुन्छ। हस्, नमस्ते, गुड मर्निङ डिएक्सन। ओके, धन्यवाद सर, थ्याङ्क यू सो मच।